सुब्बा देउराली मन्दिर एकदम भिडभाड छ। सुब्बा देउराली मन्दिर हामीहरू देख्न सक्छौँ, एकदमै भिडभाड छ। अहिले शुक्रबार दिउँसो करिब 10 बजिरहेको छ, तर पनि एकदम धेरै भिडभाड छ। भारी पुल छ, यो नरपानीदेखि करिब 2-3 किलोमिटर तल पर्छ। यहाँ चाहिँ धेरै भक्तजनहरू आफूले चाहेको कुराहरू पुग्छ भन्ने जनविश्वास छ। सुब्बा देउराली माताले सबैको चाहिँ इच्छा पुरा गर्नुहुन्छ भन्ने विश्वासका साथ मान्छेहरू यहाँ आउने, दर्शन गर्ने र भाकल गर्ने गर्छन्। बलि दिने पनि चलन छ। यो अर्घाखाँची जिल्लाको प्रसिद्ध सुब्बा देउराली मन्दिर हामीहरू देख्न सक्छौँ। दर्शन गर्ने भिडभाड